अब दल दिएर सबैमा चढायो भने अब भइहाल्थ्यो। तेल हो अलि लुगाएर गरौँ है। लुगामा चाहिँ पानीले घुम्ने जलाउँदो पालो सकेपछि खिच्न पो साह्रो पर्दो रहेछ। मामाको त अघि अब आउँदैछ आफ्नो भन्ने थियो र खिच्नु हो बसेर। मेरो त भइसक्यो। दुई भनी अब एक फनको घुम्नु। आमा लड्नुहुन्छ है भक्कै तेर्रा गन्दै गर्नु है। टिपो लाएर हामी जित्दा हुन्थ्यो एक वर्षलाई। अब राख्नु भयो 3 फनको। अब गएर यमराजको हत्या गरेर आउनु। ल दिदी त्यसलाई खुट्टा फाल्दै आउनु न। देख्नु नदेख्नु सोपेको छ लोराले सोपेको छ। अहिले फेर्नु न कुट्याएर हेर्नु अन्त देखिन्छ नि। मलाई त हाल्थ्यो मामालाई त कानमा हालि नै दिनु भयो त। मलाई त हाल्दैन नि त। कानमा अलिअलि दल दिने हो। बिचमा छोटा छोटा पार्नु है। त्यहाँ त दल दिनु भएन त टाउकोमा त। कपालै छैन छ त्यहाँ भएकोले लाउनु। मान्छेसँग हुनुपर्ने छैन नहुनुपर्ने जाँदैन। फर्काइदिनु उता उता आफ्नो होइन अनुहार कति हेर्नु। किन क्या फर्किनु आज? यसलाई त लाबाट पनि ल्याइदिनु पर्थ्यो। बिर्सिन्छ पो आउँछ कि आउँदैन कि के गर्छ कि आउँछ कि आउँदैन भने त होइन। उता फर्किनु होइन हेर्नुपर्छ आज। हामी त थुकले केही सामानहरू आने थुको अनि ट्याक्क पास। पर जोर जुलुम गरिरहेको छ यता लिन्छ आयो अनि यता आयो। भएको छैन यहाँनिर आउनु त। अप्ठ्यारा मान्छेलाई अप्ठ्यारा यहाँ आउनु यहाँ 2 किलो भेटिन्छ। म त्यो त पातलो छिकाएर त्यो चन्दनको चाहिँ बनाएको भए हुन्थ्यो क्या दिदी। अलि तल आएर मुख बन्द गरौँ है। तल आउनु पर्छ नि। लु भएन यो अन्जु यो बनाऊँ न यसको। अर्को चाहिँ बाक्लो चाहिँ यसरी बगेर अनि तल राजवंशीले यहाँबाट घुमाएर लाउँछ नि नाक मुनतिरबाट। त्यस्तो ठिक हो अन्त। हरे कृष्ण वालाले दिदी यो ल्याप लगाइदिनु त लु। लगाइसके पुस्नु हुँदैन होइन ती माथि लगाइदिनु न अनि अडिन्छ नि त टिका। त्यो अर्को टपरीको चाहिँ दुनाको चाहिँ बाक्लो थियो अलिक। ला हो त्यहाँ देखिन्छ त नि अब अरू रङ देखिन्छ। लाउन्ची सबै लगाइदिनु। त्यो लाकाले देख्दैन अरूले देख्ने हो। यो पो गदा बनेर अघि मैले यही भनेको थिएँ अन्जुले उ नै गर्नु अन्जु रातो टुल छ होला मैले
हो त्यसरी लुमडै चाहिएन पुर्याउनमै जान्छन् होला घुँडैले काम दियो अलिक ढ्याप ढ्यापी लगाइदिनु न अम्लैले लाउनु न ढ्याप ढ्याप औँलाले बुढी औँलाले ढ्याप ढ्यापी टाँस्दिनु आधी निधार मामाको माथि बाँकी नै रह्यो आधीमा मात्रै टिको लाउनु पो अलिक लामो झ्याप्प लगाइदिनु माथि पनि जाने कुरो छ त्यही उँभो गाँस्ने ढ्याप ढ्यापी लगाइदिनु न ठुलो बनाउनु हक्छ त्यो चाहिँ अनि ओ यतिको त लाउने हो नि त सबभन्दा माथि रातो लगाइदिनु त दामी हुन्छ छोड्नु भएन भने सिद्धिन्छ नभए के भन्छन् के भन्छन् भन्दिनँ अब 7 वटा अट्ने भएन फेरि अब माथि अँट्छ अँट्छ कि 1300 लगाइदिने मलाई सबै अड्छ पनि भगवान् झ्याप्पा यस्तो 5 वटामा लाउने 1300 त ठुलै ल्याए जस्तो होला त्यही त दाजु अरूभन्दा फरक भएर हो नि त राम्रो देख्दैन तपाईँभन्दा राम्रो देखिहाल्नुहुन्छ नि आफ्नो मान्छे दिदीको मुख त्यति राम्रो देखियो अनि खोइ कसले आफ्नो मान्छे आफ्नै हुन्छ भन्थे अरे 4 पानीतिर खाले अनि आफ्नो मान्छे त आफ्नै 6 वटा मात्रै आँटे मामी त्यो चम्चमिने माथि लगाइदिनु माथि अलिकति थप्दिनु अलिकति थप्नु न पहिले पहेँलो माथि थोरै अनि अट्छ हो माथि उति माथि हो त्यसै माथि हो त्यहाँ नि रातो लगाइदिनु त दिदी हो त्यहाँ त्यो भन्दा अलिक टपमा कस्तो राम्रो देखिन्छ त्योभन्दा माथि साडीमा पुछ नि दिदी अर्को छैन त साडी त्यो एउटै हुँदा चाहिँ बिग्रिन्छ भन्ने हुन्छ अब 25 आइदिएर आयो हो अब त्यहाँनिर बिचमा पहेँलो लगाइदिनु अब त चमचम भएको ठाउँमा पनि चम्किन्छ निधार पारे हो त्यो चमचम भएको ठाउँमा हो त्यो बिचमा हो त्यहाँ अझै ढ्याप भएन हौ अझै टिको त साँच्चै गजबको हो मामाको थोरै भन्नु है तपाईँ हजार आउँदा भाइ बुहारी तिनीहरूले आइदिएर दिदी मैले कहिले होइन रमाइलो गरेर बिचमा बिचमा तपाईँ म त सोधेको हाल्छु ल यता आउनु सजिलो गरी बस्नु पहिला आज अब खाना बेलुकै हुने रहेछ हजुरै आइयो म त हिँडै हिँडेको घर छोडेर हेर्नु त अघि मैले पहिलो लाएर लाउनु भनेको नि हेर्नु मामा अर्को पालो ए चन्दनको पहिलो यो पहिला सेतो पनि लाउनु सेतोमा लाउनु यहीँ राख्नु जम्मै ठिकै राख्यो नि त दिदीलाई सजिलो हुन्छ दिदीलाई धपेडी भइसक्यो हकेट भइरहेछु गरिरहेछु म कति गले होला त उँधोबाट उँभो लानु भन्छु हो टक्क लाग्यो नि त अर्कोमा छ हौ अर्को जुनुको अघिदेखि भनेको नि मेरो कुरै सुनिदिनु भएन त्यो चन्दन लाउँदा ठिक प्राविधिक कारणले हाँसिङ लिएको दिदीको एउटा अम्लाल टिको लाउँदा अर्काले आँखा बद्दियो अब चन्दन त्यसरी नै पुसौँला कहाँ ढुकाइरहन्छ चन्दन दल्नु न दिदी अब हो पाइलो अब ल्याउनु 82 सालको तिहारको टिको लु अहिले त खुल्नु भएछ त अहिले त पुरा हाँस्नु भयो त अहिले त अलिक मुड अफ जस्तो थियो आमालाई आमाको लाड प्यार भयो मुड अफ थियो त उसले मामुको लाड प्यार पाएकै थिएन के लाग्छ त्यो हुँदैन त्यो खुलेको किन थाहा नि छैन धानबारीमा कुदे जस्तो धनबारीमा धानबारीमा गुट्टुङमै कुदे जस्तो भयो तिहारमा चाहिँ त्योभन्दा अगाडिका सबै भनिसकेर के उयो खाने उयो माम खाने त्यो माम खाने खाने माम यहाँ भित्रबाट दिएन मेरो उसबाट माम मागा त अलिकति के स्याउ खाने आमाले माम माम मागा न अलिकति आमा माम भन यस्तै के खान्छन् खुवाइदिनु नि स्याउ स्याउमा अघि हेरिरहन्छ त्यति नै राख्नु न 4 बजे उठेको अनि सुताइदिनु नि भाइको नरण गर्नु पर्ने धपेडी छ
4 बजी उठेको छ आज दाजु भएको छ आँखा धेरै रामे रामे भयो जस्तो भयो तेलको ढ्याप्पै ढ्याप्पै भयो तेलको यो होइन तेल कहाँ उता उता पछाडि त्यो लाउनु मिल्दैन छ? लुगा सुकिएछ तेलमा अब खोइ त हेर कान्छ कुन लाउनु बाँकी छ ऊ त्यो हो त्यो अनि यतापट्टिको त पहेँलो क्या ओरेन्ज के कलर भन्छ त्यसलाई ओरेन्ज सुन्तला कलर लगाइदिनु हो त्यो त्यो चाहिँ माथि थपिदिनु ठाउँ छैन त्यहाँ तल मिलाउनु हो टोपी पनि थिचेर जुवामा हारेको मान्छे जस्तो पारिदिइसक्नु त्यसै कुन्ता बढी धानबारीमा कुदाखेरि कस्तो हुन्छ धानबारी त्यस्तै त निधारमा सुरुमा चन्दन पहिलो भएन अब त आइगयो नि ठाउँमा केले पुर्या छ यहाँ छिजाउ न हो भयो अब माला अब अनुहार चम्काउनु छ भने मेरो चाहिँ चम्केकै छ त्यत्रो औडा लाग्दैन अरूको पनि चम्कियोस् भन्नु दिदीलाई पनि टिका लगाइदिनु पर अब तिमीलाई लान्छु न अन्त मलाई लाइन्छ होइन पहिले दिदी भाइको सक्नु न लुन त त्यसो एउटा कार्यक्रम साबुन पनि दिनु है भाइ ल साबुन